एउटा कपडा चेन्ज गर्न सकेको छैन तपाईले पार्टी चेन्ज गरेर आउनुभयो तपाईले विश्वास गरे हामीले भोट कसरी दिने 3 चोटि आउनुभयो कि मेरो अगाडि भोट माग्न भनेर पहिला सूर्य चिन्ह लिएर आउनुभयो त्यसपछि कलम चिन्ह लिएर आउनुभयो त्यसपछि तपाईले तारा चिन्ह लिएर आउनुभयो तपाईले हामीले के गर्यो तपाईलाई विश्वास गरेर तपाईलाई उदिने तपाईलाई विश्वास गरेर हामीले के भनेर दिने यसको जवाफ मलाई दिनुस् एउटा कुरा तपाईले आज 3 चोटि पार्टी चेन्ज गरेर आउन भरि जनताले एउटा कपडा चेन्ज गर्न सकेको छैन यो भिडियो चाहिँ हाम्रो धादिङ क्षेत्र नम्बर 1 तिरको हुनुपर्छ बसहरू जस्तो सुकै रूप धारण गरेर आए पनि आखिर बस नै हुन्छ बसहरूले कहिले मृगको रूप धारण गरेर आउन सक्छ कहिले कस्तुरीको रूप धारण गरेर आउन सक्छ तर बस भनेको बस नै हुन्छ घाँस खाने टबल पनि गर्छ तिनीहरूले तर तिनीहरू मृग नभइकन तिनीहरू बस नै हो त्यसैले एउटा क्षेत्र नम्बर धादिङ क्षेत्र नम्बर 1 का एउटा बहिनीले धरै झापड दिएको छ ती नेतालाई नेताको हुन् भन्ने कुरा अब तपाईले थाहा छ होला सम्भवतः थाहा हुनेले कमेन्ट गर्नु होला तलतिर यसरी नै प्रत्येक नागरिकले यसरी नै प्रत्येक नेताले यसरी नै सचेत गराउनुपर्छ जय नेपाल।